हवस् सम्पूर्णमा मेरो अब आजको दिनको लागि सबैलाई जय नेपाल धन्यवाद। जुन हाम्रो प्रतिनिधि सभा सदस्य निर्वाचन भइरहेको क्रममा सुन्नुस् है, हल्ला नगर्नुस् तपाईहरु आफ्नो साथीले बोलेको। एउटा निर्वाचन प्रहरी हुने चासो राखेर यहाँ आइपुगेका थियौँ र म हुन्छु कि हुँदैन भन्ने पनि थियो। त्यसपछि पिटी परेडको कुराहरू भयो, 10 दिने तालिमको कुरा, त्यसलाई पनि के कसो गर्छौँ, कोही डराएर कोही चाहिँ वास्तविक निर्दलीय हिसाबमा गऱ्यौँ। त्यो पछि अब यहाँ जुन खटिनुभएका गुरुबाहरूले भनेकोमा पनि काम गर्दै एउटा अनुशासित ढङ्गले पनि गऱ्यौँ र त्यसपछि कुन बुथ केन्द्र कहाँ खट्ने भन्ने सन्दर्भमा म टाढा खटे नजिक खटे, टाढा मलाई आपत भयो भन्नेहरूको लागि पनि अब यदि त्यो मान्छे नगइदिएको अवस्थामा त्यो ठाउँमा कसले गइदिनु त? हामी त्यसको लागि जुन ठाउँ जे पनि जान तयार छौँ भनेर हामी एउटा भर्ना भएको काम, त्यो पनि एउटा बुथ केन्द्रमा गएर चुनाव पनि सुसम्पन्न राम्रै भएर त्यहाँबाट मतपेटिकाहरू पनि ल्याएर जुन मतगणना पनि सक्सेस भएर त्यसपछि हामी पनि जुन जे काममा गएको थियौँ त्यसको प्रतिफलमा सबैले राम्रो काम गरेर हामीहरू ज्यानमा पनि कुनै किसिमको एउटा चोटपटक पनि लागेन। त्यतिमा हामी सबै नै भनौँ न एक किसिमको खुसी नै भयौँ र अझ फेरि आउँदा दिनहरूको चुनावी लहरमा पनि मानौँ हामी यस्तै अब खुलिएछ भने भनौँ न एउटा निर्वाचन प्रहरी या म्यादी प्रहरी भनेर त्यसमा भविष्यको लागि जुन प्रमाणपत्र पाउँछौँ त्यसले पनि हाम्रो दिगो एउटा प्रमाणको रूपमा एउटा भविष्यको लागि केही हक भनौँ न अब एउटा प्रमाण बन्ने छ र कोही यसबाट भनौँ न नयाँ किसिमको एउटा थाई प्रहरीमा असैमा जान चाहने उमेर पुगेकाहरू ठिक्कसम्म छ भने भनौँ न एक किसिमको उसको लागि यो प्रमाणपत्रले पनि एउटा केही पर्सेन्ट केही हद त यसले ट्रेनिङ गरेको भन्ने पनि एउटा उपलब्धि हुनेछ र हामीले जुन जस्तो किसिमको एउटा अनुशासन देखाएर एउटा भइपरि आएको काम जुन जसलाई अटनखटन गरिएको थियो त्यसमा पनि सबैले राम्रो गरिएको छ भन्ने पाइयो होला। सरहरूलाई पनि त्यो रिपोर्ट जुन जहाँ हामी चौकीमा भेटघाट गरेको गुरुबाहरूलाई हाम्रो इन्चार्जहरूलाई उहाँहरूले पनि रिपोर्ट दिनुभयो होला र यसै गरी आफ्नो घरमा पनि यहाँ सिकेका काम कर्तव्यहरू बिहान सरसफाइदेखि लिएर अनुशासनका कुरा गर्ने हो भने हिजोको दिनमा 40 दिनको मेरो छोराछोरीले भनौँ न एउटा बुहारीले या चाहिँ यस्तो नातागोता भएका पनि हामी सबै थियौँ। किन कसको श्रीमान श्रीमती पनि थियो होला, बाबु छोरा थियो, आमा छोरी थियो होला भने त्यो काम पनि हामीले घरसम्म देखाएन। अझै ती घरका हाम्रो अभिभावकहरू पनि तपाईँ हामीदेखि अति नै खुसी हुनेछन्। पैसा भन्नेको त आज कमाइन्छ सिद्धिन्छ होला, ठिक छ, ठिक ठाउँमा काम लाग्यो भने, तर अनुशासन र एउटा शिक्षा भन्ने कुरा त कहिले पनि त्यो आफूमा निर्भर हुने कुरा हो भन्दै मलाई 2 शब्द बोल्न दिनुभएकोमा हवस्, धन्यवाद, जय नेपाल।